धरतीमा सन्तान भेट्नलाई सुख शान्ति देख्नलाई यस्तो कहाँ होला हामी सबै पल पलमा मरेर अहिले खुसी भाछौ हामी उनकै भर परे खुसी भाछौ हामी उनकै भर परेर उनकै सृष्टि उनकै हो रचना कति प्यारो पिताको वचना उनकै सृष्टि उनकै हो रचना कति एउटै स्वर गाउँ सबै मिलेर स्वर यो सारा सृष्टिका मालिक परमेश्वर यो सारा सृष्टिका मालिक परमेश्वर अगुवा मेरा आँखाका नानी गर्दै जाउनको उहाँको काम पनि ठाउँ ठाउँमा हामीले गरेर हिँड्न सक्ने शक्ति सामर्थ्य उहाँले दिनुभएको छ होइन। ठाउँ ठाउँमा हामी चाहिँ नि परमेश्वरको राज्यमा ठाउँ ठाउँमा अब जाँदैनौँ, फलान ठाउँमा त गयौँ, अब फलान ठाउँमा त नजाउँ भनेर हाम्रो मनमा नलागोस् होइन। परमेश्वरलाई धन्यवाद येशू प्रभुको नाउँमा होइन। तर परमेश्वरले गरी बगर काम यस्तो छ, सामान लिन जानु पर्ने म सकिनँ भनेर चाहिँ भने ज्याला दिएर सामान लिन जान पठाउनु परेको छ भन्यो होइन। तर साटो बाटोमा बसिरहेका छन्, हामी टिका भैरमा बसिरहेछौँ होइन। तर अनि चङ्गाइदिने त मरि भनेर भन्यो। परमात्मालाई धन्यवाद येशू प्रभुको नाउँमा होइन। तर मोबाइल कानमा राख चाहिँ दुखेको ठाउँमा दाहिने हात राख भनेर भनी होइन। परमेश्वरलाई धन्यवाद गर्छु। तर चाहिँ 15 दिनसम्म 4वटा हस्पिटल बिउदा पनि एक जात झन झन बढी भएको छोराको त्यो कम्मर होइन झस्को पस्यो भन्ने। तर एकजना झाँक्रीलाई पनि लगाएको अरे बुहारीले बोलाएर ल्याएर झाँक्री भन्ने विश्वास गर्दैन खालि विश्वास गर्न सकेको छैन। आज उठ्ने मात्रै म महिनामा आएको हो, सक्दैमा आएको विश्वास गरे सम्मान हाले होइन। अन्य भाषा गरे प्रार्थना गरे जति भन्छौँ नि परमेश्वर
आफ्नो स्थानमा बसिदिन एकाकी समय रहेको छ। जति पनि परमेश्वरका आत्मिक सन्तान हुनुहुन्छ आफ्नो आफ्नो स्थानमा बसिदिन हुनको लागि अनुरोध व्यक्त गर्न चाहन्छु। एकदम ताली बजाइदिन हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु म। ताली 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 सक्नुभयो भन्दै म हजुर